तिलिचो लेक सिरिजको फाइनल पार्ट अर्थात् ट्रेकिङ पार्ट विविध कारणले अपलोड गर्न ढिलो भएकोमा क्षमा प्रार्थी छौँ। आउनुहोस् तिलिचो लेक फाइनल पार्टमा यहाँहरूलाई स्वागत छ। नमस्कार जोजोलप्पा सेवारो फ्याफुल्ला टाँसिते लेक राम राम गोड लागि सक्ले सलाम। आज हामी तपाईहरूलाई लिएर जाँदैछौँ तिलिचो लेकतर्फको अद्भुत यात्रामा। हाम्रो यात्रा सुरु हुन्छ खङसारबाट, जहाँबाट हामी क्रमशः उकालो लाग्दै तिलिचो बेस क्याम्प हुँदै अन्ततः निलो र शान्त तिलिचो तालसम्म पुग्नेछौँ। यो केवल एक ट्रेक मात्र होइनन्, यो हिमाल, प्रकृति र आत्माको यात्रा हो। आजको यात्रा सुरु हुन्छ खङसारबाट। यहाँबाट बिस्तारै बाटो साँघुरो हुँदै जान्छ र हामी पहाडको भिर किनार हुँदै अघि बढ्नेछौँ। रमाइलो भइरहेछ नि। पोजिसन इज कति हिँड्यौँ हामी? 1 घन्टा भइसक्यो होला। कति बज्यो अहिले? घडी हेर भाइ, 51 भएको छ। 51 भएको छ। 31 भयो। 8:31 त कसरी भयो? है 51 भएको छ त। अब यो छ अवस्था यही नजिकै। 1 घन्टा पनि गएको छैन। आधी घन्टामा अब तिलिचो बेस क्याम्प अब के गरी पुग्ने हो, कति बजे पुग्ने हो? टोलीहरूको ग्यास निस्किरहेको छ। ग्यास निस्किरहेको छ। अन द स्पोट ग्यास निस्किरहेको छ। बट नो प्रब्लम। नो प्रब्लम। That sounds good. बादल लागेको छ, सिमसिम पानी पर्दैछ। जस वेदरले साथ दिएको छ। यतिले गर्दा असिन पसिन होइन्न, हिँड्नलाई सजिलो भएको छ। इन्जोय गरेर छौँ हामी ट्रेक। बिस्तारै बिस्तारै हिँड्दैछ। बिस्तारै हिँड्ने हो, सास नफुलाइकन। लिलिक दौड गऱ्यो कि होइन? इन्जोय भइरहेछ मस्त। तिम्रो के छ अवस्था? चल्दैछ। आर डुइङ वेल? एकदम वेल। गला त रातो भएको छ। रातो मेरो चाँडै भयो। अनि के छ ज्वाइँको अवस्था? ठिक छ नि? के गरेको भाइ? जहाँ पाए त्यही हो। ए सकि नसकि हाँस्याङ उता पछाडि हिँड्नु त, उता अलिक विचार गर। ठिक छ ल। मन्तव्य अब जाओस्। सकि नसकि हाँस्याङ फस्याङ गर्दै यो पप्पालाई यो के अरे टुरमा हिँडेछ हामी। तिलिचो टुर, जुन कि मनाङ जिल्लामा। अहिले तिलिचोको लागि कि बेस क्याम्पको लागि? अहिले चाहिँ बेस क्याम्पको हौँ। पहिले बेस क्याम्प जाउँ, अनि पहिले बेस क्याम्प जाउँ, अनि भोलि बिहानै तिलिचो। खास हाम्रो चाहिँ यात्रा तिलिचोको लागि नै हो, जुन कि यो अहिले मनाङ जिल्लामा पर्छ। यो दुर्गम जिल्ला नै हो, चिसो ठाउँ हो, हिमाली जिल्ला हो, तर आउनै पर्ने ठाउँ चाहिँ रहेछ। यहाँ आइसकेपछि नेपाल हो जस्तो, नेपालमा हाम्रो नेपालमा पनि यस्तो छ भन्ने महसुस हुन्छ। यहाँको हावापानी वातावरण साह्रै राम्रो छ, रमणीय छ, आनन्द छ। यहाँ साथीभाइहरू सबैजना यसरी लट्ठीको सहाराले भनौँ या स्टिक भनौँ, यसरी हामी ट्रेकिङमा छौँ। बिस्तारै हिँड्नुपर्छ। यता भन्दै
हामी हिँड्दै गर्दा वरिपरि देखिने सांस्कृतिक धरोहर र हिमालहरूको दृश्य अत्यन्त मनमोहक देखिन्छ। 20-25 मिनट पुगिहाल्नु हुन्छ नि। नाक कटाउँछस् त। जन्नत में ले आया बे। त्यो डायलॉग याद छैन, हम तो मर्द है आसान रास्ता हम क्यों चुनेंगे हाँ? त्यो डायलॉग याद गर, बरु के सपोर्ट चाहियो भन्। के बोक्नुपर्छ? साला 50 किलो मलाई बोकाइदिएको छ। कति केजी बोकाइदिएको छ? 50 केजी त यहाँ हेर्नु त। 50 केजी? त्यसलाई पनि देखाउनु त त्यसलाई। यो खाली छ है? यो नङ्गा पुङ्गामा पनि यस्तो गाह्रो छ? यो भएन क्या अलिक? हाँ? म त तल झर्छु। हिँड्न भाइ, हिँड्न बिस्तारै बिस्तारै जानुपर्छ। हिँड सकिन्छ, जान सकिन्छ, सकिन्छ सकिन्छ, जाऊ। पप्पा देखो कहाँ ले आया बड़े भैया, जन्नत में लाया, जन्नत में। बाटो जोखिमपूर्ण छ, त्यसैले सावधानी अपनाउनु अत्यन्तै आवश्यक हुन्छ। धेरै छेउ गइस। सिधै खरपासमा जान्छ फेरि। के छ लेटेस्ट अवस्था? स्याउले बाबु गाँड फाडेर दरबच्चा लगाइदिन्छु बाबु। हाँ? यो फ्ल्याटमा त यो छ स्थिति साथी। मेरो इच्छाले भोलि देश काममै तैँले पास बसेको उत्तम हो। होइन, आज दिनभरि डुलाउनु पर्छ होला है। होइन दाइ, यो पारे यो फ्ल्याटमा जब यो छ त मागा त्यहाँ त भन्छ यस्तो ठाडो उकालो, अब बोक्न पनि सक्दिनँ। हो, ताल परे बोक्ने प्रयास गर्ने हो कि? घिसाडेर ल्याउनु पर्छ साथीलाई जोडी बाँधेर। नरिचार्ने फेरि नहानिदिनु मलाई। ल जाउँ जाउँ। धेरै फ्ल्याट बाटो छ साथी। यस्तो फ्ल्याट बाटोमा नि गाह्रो हुँदैछ अब यहाँ भाइलाई। अब हेरौँ यसले के गर्ने हो। भोट भनेको तेरो हिम्मतमा छ क्या। यो भनेको हिम्मतको खेला हो, म त्यसरी बुझ्छु। उनीहरू नि खचड्न खजान साइडै दियो त। हामीले जान्नुपर्ने कुरा ल्यान्डस्लाइड यहाँबाट एकदम ध्यानपूर्वक होइन हामी हेर्न सक्छौँ। एकदमै जोखिमपूर्ण यात्रा हो। काल भैरव अभी बैक
एकछिन रेस्ट माथि आयो हल्का रेस्ट हामीले देखेर डरायो हामीले देखेर पुगेपछि रिकभर गरिहाल्छ हिँड्न नसक्नेहरूको लागि है व्यवस्था छ यतातिर गयो नि त भित्तिर त खस्दैन थिएन खस्न दिँदैन टेन्सन निजले त्यसरी नडराम क्यार विश्वास हुँदैन उसलाई पनि डर छ नि त दिन रातको काम हो उसको ढुक्क गरेर बस्नु तपाईँहरू त्यो ब्यालेन्स बनाएर हिँड्नु माथि आफ्नो शरीरको ब्यालेन्स बिग्रिन नदिनु खालि यो बेस क्याम्पदेखि हो लिपि गएर अनि ए त्यहाँदेखि कति पैसा त्यहाँदेखि त्यहाँदेखि धेरै 1,00,000 1,50,000 हो 7वटाको 6वटाको ए 6वटाको 1,75,000 1,75,000 ठिकै रहेछ अब हामी अगाडि बढौँ असाइड स्केटिङ हान्दिउँ एकचोटि ठन्डा हुन्छ सिधै 80 डिग्री छ पुगिहाल्यो पुग्छ होला यसो भन्दा नि 75 पुग्छ त आपका मन के ना करैया जुम बिस्तारै यो एरियामा टाइम पास नदियो साथी एरिया यहाँ छ भनेर भएन नि भिडियो बनाउने समय नपर्नु क्या यताबाट त्यता यता माथि माथि तेरो दाई छ त यहाँ ल तेरो दाई यहाँ भिडियो लिँदै पनि गइरहेछ ठिक छ अब रेड बुलले काम गरौ त आफ्नै ढिटमा आइज त पनि त्यही भन्छ जय श्री राम जय श्रीराम के गर्दैछ फेरि हट यस्तै कुरा भनिहाल्नु भने त्यही भएर ढिर गर्दा जहाँ पाए त्यहाँ पहिरो जाने ठाउँमा यस्तो नगर्नु दिन्न दाइ माधवले खले त सार के काट्थ्यो केटाहरू फुल जोसमा छ पुरै त्यो ज्याकेट किन फालिस् त्यहाँ हेर त तैँले फेरि यही सब हुन्छ यही सब हुन्छ क्या यसको काम नि मलाई क्या यसको नि यही सब बेहोरा ठिक लाग्दैन क्या ज्याकेट किन फालिस् फाल्दियो के गर्नु दाना टिपेर ल्याउनु म त अनि हेलमेट त्यही त भिखारी भइहाल्छ साथी यसो एउटा तरिका हुन्छ नि हेलमेट पनि फाल्दियो ज्याकेट पनि फाल्दियो के छ पैसाको बर्सात छ क्या हो दादा ठिक छ जय साहब सर भाइ यसो बोलीले नै सपोर्ट हुन्छ क्या साथी बोक्नु पर्दैन मेरो दाजु हेर खुट्टा राख्दैछस् नि त्यसरी खाली खुट्टा राखेर बाटो देखाइदिनु पर्यो
ओ त लोड धेरै छ जान दिएन लोड धेरै छ जान दिएन आउनु 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 लोड धेरै छ क्या आउनु आउनु तपाईँलाई हामी सहयोग गर्छौँ ल फर्स्ट प्रायोरिटी तपाईँलाई आउनुहोस् सबैलाई ल जानुहोस् त किङकङ भन्दा कम छ हाम्रो वेट त केही होइन तपाईँको अगाडि हाम्रो वेट केही पनि होइन उहाँको वेट हेर्नु त है त्यसै वीर गोर्खाली भनेको जता हेऱ्यो त्यतै राम्रो है बेस क्याम्प पनि पुगेका छैनौँ होइन कति मजा आइरहेछ ओइ है ठिक छ नि बेस क्याम्प पुगि नसक्दै यस्तो छ दामी है देखिन्छ ठिकै छ साउन्ड्स गुड Boy, be careful, boy. ठिक छ यो क्याप्चर भयो आई थिङ्क सो है त्यसो नगर मजाक गर्ने ठाउँ होइन ठिक छ नि ठिक छ हल्का कहाँ कहाँ भएको अवस्था हो हल्काले के पनि हुँदैन जाउँ कति अरे आधा घन्टा एकै घन्टा लाग्यो जस्तो आफ्नो हिसाबले ठ्याक्कै आधा घन्टा हामीलाई डबलै 1.5 घन्टा लाग्यो जस्तो कम्तीमा आधी घन्टा भन्ने मान्छे त आयो है ओइ पक कहाँबाट झर्दैछ पक ए त्यसो भए ठिक छ ल नगर्न त्यस्तो पहिरो गएको ठाउँ यहाँ चाहिँ साह्रै अप्ठ्यारो कतिखेर पहिरो झर्छ ढुङ्गा झर्छ ठेगानी हुँदैन यहाँ चाहिँ केयरफुल्ली हिँड्नुपर्ने हुन्छ तपाईँहरू आउँदाखेरि यहाँ चाहिँ धेरै रेस्ट नगरिकन के अरे बाटो यस्तै हो जय श्री राम जय श्री राम मेरो बुवाले भिडियो हेऱ्यो भने नि दाइ पागल हुन्छ के कहे चोर तोरा नि हाउ नमस्ते Namaste. Be careful, please. Namaste. Be careful, please. हजुर
खोइ त सब सिरियस मुडमा भयो त के म त फुल ल है सर त्यही त ह्याप्पी छैन र यहाँ ल्यान्डस्लाइड एरिया क्रस गर्यो होइन आधी घन्टा मात्रै सरको घर यही हो ल जय श्री राम जय श्रीराम ल धन्यवाद यही हो घर चाहे एउटा होइन सर होइन भयो हजुर यो ठाउँ हो सर यो भयो छोटो यो ल्यान्ड साइड हजुर ल्यान्डस्लाइड यही होइन हजुर हजुर त्यसमा है पछाडि घोडा आएको छैन के छ कम्फोर्टेबल छ नि यता 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 कम्फोर्टेबल छ नि केही गाह्रो साह्रो होइन छैन साँच्ची अलिकति उकालो चढ्दा चाहिँ गाह्रो हुन्छ ए उकालो चढ्दाखेरि त ठिक छ फर्स्ट क्लास छ फर्स्ट क्लास छ ल ठिक छ गाह्रो साह्रो त अलिअलि भइहाल्छ त्यस्तै हो घुँडा त दुखिहाल्छ हेलो नमस्ते सन्चै टाढो उकालो छ बाटो यस्तो छ गोरेटो बाटो खेतबारीको आली जस्तै छ विचार पुरा हिँड्नुपर्छ माथिबाट चाहिँ यस्तो छ फेरि जति बेला नि जे कुरा झर्न सक्छ ठिक छ अब 45 मिनट लाग्छ है ल 40 कि 1 घन्टा लाग्यो केही फरक पर्दैन हाले यता छ ठिक छ भाइ एकदम दाइ हल्का फ्याँ भएको अवस्था हामी हल्का रेस्ट लिएर अगाडि बढ्नेछौँ हाम्रो गन्तव्य एकदम नजिक आइपुग्यौँ होइन खुसी पनि त्यति नै लागिरहेछ र थकाइ पनि एकदम त्यही अनुरूप भइरहेछ ल बधाई छ हामी अलमोस्ट वी डिड इट कहाँ आएको फेरि यहाँ नआइज न यहाँबाट चाहिँ जे होस् भ्यू चाहिँ राम्रो देखिन्छ है तर स्केरी चाहिँ स्केरी छ है अलिकति बिचारै पुर्याएर फोटो खिच्नसम्मको लागि ठिकै हो तर केयरफुल्ली चाहिँ यहाँनिर अनि त्यहाँ घर देखिँदैछ के हो बेस क्याम्प हो साँच्चै ओहो गाइज ल हामी तिलीचो बेस क्याम्प आइपुग्यौँ होइन लगभग अब आधा घन्टा लाग्छ होला यहाँदेखि होइन बिहान 8 बजे हिँडेको कति बजे अहिले हामी निकै ढिलो आइपुगेका छौँ एनिवे आइपुग्यौँ
हो हामी टाइम पास होइन हामी बिस्तारै फोटो सोटो भिडियो सिडियो खिच्दै कसैको कारणले होइन एकदम आरामले आस्ते आस्ते हले हले मूल कारण जुत्ता च्यातेर हो साँच्ची खोइ हेरौँ जुत्ता लिचो काटे आते ये हालत हो ल ल ल पीछे मत जा भाई ठिक छ आइपुग्यो आइपुग्यो गन्तव्य हाम्रो बेस क्याम्प आजको गन्तव्य है बेस क्याम्प यही हो अब बिहान 3 बजे हामी निस्किन्छौँ यहाँबाट तिरिचोकको बिहान लागि 3 बजे साथै है दाइ पनि आइपुग्नु भयो हाम्रो ठुलाई पनि आइपुग्नु भयो एकदम सहजै पुग्नु भयो सबैजना हाम्रो साथीभाइ बिहान 8 बजे हिँडेको ठ्याक्कै 8 बजेदेखि यहाँ 4 बजेतिर ठ्याक्कै 4 बजेको छ 4 बजे छ 4 बजे छ 8 घन्टा लाग्यो 8 घन्टा मान्छेले 4 घन्टा लाग्छ तर हामी खुसी छौँ खुसी छौँ एकदम सकुशल सकुशल पुगेछ सबेरै हिँड्ने तिली छु सबेरै त भन्नु त भनिया छ कति बजी उठ्ने हो ऊ छैन ल जाउँ यस्तो नहोस् कि दाइलाई रिटर्निङमा भेट्नु पर्यो नि प्रशस्त छ है होटलहरू पास बस्न समस्या हुँदैन यस होटल र लजहरू प्रशस्त छन् यहाँबाट भोलि बिहानै हिँड्ने हो उकालो चाहिँ ठाडो उकालो हुन्छ भोलि 4-5 घन्टा लाग्छ अरे हेरौँ हामीले कति लाग्ने हो अरूलाई 4-5 घन्टा लाग्ने बाटो हामी 8 घन्टाको यात्रापछि तिलिचो बेस क्याम्प पुग्छौँ। यहाँबाट भोलिको हाम्रो मुख्य गन्तव्य तिलिचो ताल अझ नजिक भए पनि 22 गम्तीको ठाडो उकालो हाम्रो लागि प्रमुख चुनौती हुनेछ। बिहान गरेर नि त मजाको आउँछ अहिले पनि राम्रै आउँछ बबाल्दै होइन चाहिने नै यही हो हामी यसो घुमेको होइन टक्क साथीभाइहरूलाई पनि पोस्ट गर्दाखेरि यसो हेर्दाखेरि रमाइलो माहौल होइन एकदम यो अप्नु गर्छ यस प्रशस्त होटलहरू छन् होइन बेस क्याम्पमा धेरै राम्रो छ जति पनि पाइन्छ ढिलै पुगे पनि खासै गाह्रो हुँदैन सबै सुविधा छ अनि यहाँ पुगी होस् एक्लामेटाइजेसन गर्नुपर्छ होइन यहाँको वातावरणसित घुलमिल गर्नुपर्छ त्यसको लागि हामी यहाँ घुम्दैछौँ अलिक यसो मार्केटको भिडियो पनि लिँदैछौँ मार्केट के भनौँ पुरै होटलै होटल छ सबै होटलै होटल हो यसले फेरि सिजन पनि हो क्या भोलि 3 बजे निस्किने कुरो छ यहाँ घोडाहरू पनि पाइन्छ हिँड्न नसक्नेहरूको लागि तर महँगो चाहिँ महँगो हुँदो रहेछ के अरे भन्न भिडियोमा यो कुरा आयो भने हो
दादा कतै जाडोको भयो त पढ्नु चिसो भयो चिसो आजको दिन हाम्रो यात्राको सबैभन्दा महत्त्वपूर्ण दिन हो। हामी बिहान 3 बजे हिँड्ने सल्लाह गरे पनि खराब मौसम अनि होटल मालिकको सल्लाह बमोजिम उज्यालो भएपछि निस्कियौँ। उकालो बाटो, चिसो हावा र अक्सिजनको कमी सबै चुनौती पार गर्दै हामी अघि बढ्छौँ। प्यास लागेको हो खाइदिउँ त एक घुप्की पानी चाहिँ धाराकै हो खानु है त्यहाँ पानी अनि के भन्छ लोकल्सले जो हिँडेर जान्छ उनीहरूले के भन्छ भने हे सकिन्छ 2-3 घन्टामा 4 घन्टामा हामी यतिमै पुग्छौँ है। त्यही भएर हिम्मत नहारिकन हिँड्ने भाइ बुझिस् यता हेर त इस्माइल ल जाउँ लेट्स मुभ ठिक छ नि भाइ ल जाउँ भाइ ठिक छ नि भवाल बा है मजाले हिमाल खोल्या छ है हामी तिलोचोतिर लागेको सूर्यदेवले जेउस साथ दिएको छ बादल त लागेको छ कतै कतै जेउस हिमाल चाहिँ प्रष्ट देखिँदैछ के भनिन्छ नि हिभेन इज मिथ नेपाल इज रियल है। त्यही भएर एकपल्ट जीवनमा पुग्नै पर्ने ठाउँ हो। तपाईँहरू मिस नगर्नु होला है। जीवन यस्तै हो मरिलानु के छ र है। ठिक छ ल ज्यादाङ उकालीमा अघि अघि पछि हामी ओरालीमा इमाखे मिल्छ इमाखे घुमे यता देखा त ठिक छ नि हौ त्यो क्याबिन खाएको साइकल निस्किनु त्यो बाटो चाहिँ ठिक छ त हर्स राइडिङ ल पहिलोचोटि लाइफमा हर्स राइडिङ गर्दैछौँ। हामी तराईको मान्छे अनि 2-3 जनाको अवस्था नाजुक भएपछि एकजना 22 घुम्ती अगाडि नै घोडामा माथि उक्ले भने बाँकी हामी 5 जना 22 घुम्ती उक्लिनको लागि घोडा चढ्यौँ। थोरै पैसा बढी लागे पनि पछि आएर थाहा पाइयो त्यो सही निर्णय गरेका थियौँ भनेर। एकजना भाइलाई लगभग लेक लागिसकेको थियो भने ज्वाइँको अवस्था झन नाजुक हुन्थ्यो किनकि तिलिचोबाट फर्केको 1 महिनामै मुटुमा समस्या देखिएर अपरेसन नै गर्नु पर्यो भन्ने दाइको अवस्था पनि खासै राम्रो थिएन। चिप्लिनु भएन
ल फाइनली लाइफमा पहिलोपल्ट हिउँ टेकियो भाइ ठिक छ लाइफको पहिलो अनुभव अनुभव है मेरो होइन। मेरो पनि सेम हो गोसाइकुण्डमा चाहिँ थोरै ढिका मात्रै मैले टेक्न पाएको थिएँ है यहाँ चाहिँ बादलले छपक्कै छोपो अब हेर्न पनि के हेर्नु तर थोरै थोरै हिउँ देखिँदैछ हामी दाजुभाइ बिस्तारै बिस्तारै हिँड्दैछौँ है खसाङ र खसाङ 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 लाइफमा पहिलोपल्ट हिउँ देख्न पाइयो हिउँ छुन पाइयो नजिकबाट हामी दुई दाजुभाइ बिस्तारै बिस्तारै हिँड्दैछौँ बिस्तारै बिस्तारै है एकदम रमाइलो गर्दैछौँ। हिम्मतले मर्दा तो मदतै खुदा भन्छ है हम तो क्या है मर्द है आसान रास्ता हम क्यों चुनेंगे फाइनली गाइज हामी होइन हाम्रो गन्तव्यमा पुगिसक्यौँ। हाम्रो मन एकदम हर्ष उल्लास। एक घन्टा डेढ घन्टै बस्यौँ नि सास बढ्न थालेको अनि साथीहरूलाई छोडेर हिँडेको म त। अनि दिदी कस्तो लाग्यो तपाईँलाई यहाँ पुगेपछि? यस्तो लाग्यो स्वर्ग आएको जस्तो फिल भयो। तल कति गाह्रो छ है संसार जिते जस्तो लागेन? संसार जिते जस्तो यति गाह्रो त्यो फिल है गाह्रो चाहिँ आउने मान्छे मात्र फिल गर्न सक्छ। एकदम थाकेर होइन नि सास बढ्दियो भने त है सबै अप्ठ्यारो हो नि त। यति अप्ठ्यारो पार गरेर मलाई त्यति काठमाडौँदेखि दाइको मन्तव्य दिनु अब। हजुर है स्वर्ग कसले देखेको छ र होइन जिउँदै स्वर्ग देख्नु छ भने है मिस नगर्नु होला यस्तो ठाउँ है लाइफमा वान्स पुग्नै पर्ने ठाउँ हो। सङ्घर्ष थोरै गऱ्यो भने जिउँदै स्वर्ग देख्न पाइन्छ। एउटा कहावत छ नि हेभेन इज मिथ होइन नेपाल इज रियल रियल हेभेन रियल। संसारकै सबैभन्दा अग्लो ठाउँमा बसेको हाम्रो ताल होइन एक मात्र ताल हो यो। कसैले बनाएर बन्ने चिज होइन र कसैले भनेर भन्ने चिज पनि होइन। शम्भो ये तेरी माया। आउँदैछ साथी त यहाँ माथि लटिसक्यो। ए हाम्रो फर्किने साथी त्यो अर्को साथी तपाईँको साथी त पुगिसक्यो होला। अब लास्टैमा सक्ने कत्रि जति बिगारेर चाहिँ हिँड्नु हुँदैन धेरै लिनु त अब हातै ठिकिहाल्यो। हाय तिलिचो भाइ ठिक छ नि फाइन द्याट्स गुड है वी आर इन हेभन तिलिचो लेक वाउ नमस्ते लेट्स मूव slowly ओ सागर भाइ ब्याग पक्रे 5 मिनट हाँ देख
Finally we did it. Hey. You too. फोटो करिब 3-4 घन्टाको सङ्घर्षपछि अन्ततः हाम्रो सपना पुरा हुन्छ। हामी पुग्छौँ अद्भुत तिलिचो लेकमा। समुद्र सतहबाट करिब 4919 मिटर उचाइमा अवस्थित यो ताल नीलो पानी र हिमालले घेरिएको स्वर्ग जस्तै देखिन्छ। यहाँको शान्त वातावरणले मनलाई एकदमै आनन्दित बनाउँछ। तिलिचो ताल केवल प्राकृतिक सुन्दरताको नमुना मात्र होइन, यो एक आध्यात्मिक अनुभव पनि हो। चारैतिर हिमालको घेरामा बसेको तिलिचो ताल एकदमै शान्त, निर्मल र दिव्य देखिन्छ। यहाँ उभिँदा प्रकृतिको शक्ति र सुन्दरता दुवैको अनुभूति हुन्छ। के छ जोइ? खोस भिडियो बनाउँदैछु त। सबै सिनमा के अर्डर भयो यहाँ? हुन्छ। तातो पानी खानुपर्छ कम्तीमा। ब्यालेन्समा आउँछ। तातो पानी खाऊ। तल्ला देख्नु आफ्नै खबर। अब खुल्दैन ग्यारेन्टी कसले भन्छ त नि? पुरै छोपी छ भने ल्या बोल त कुन बोले मन 2 शब्द। यो तिलो ताल हो हैन? तर सबै छोपिया छ त, केही देखिन्न। तिलो ताल हो। यो ताल अहिले भर्खर छोपिएको हो। यस्तो नै हिउँला आएको छ यहाँ चिसो हैन, जुन कि यो मनाङ जिल्लामा रहेको छ। हामी बेस क्याम्पबाट हिँडेर 5 घन्टा लाग्दो रहेछ हिँडेर आउनलाई। 5 घन्टा हैन, यसरी हिँडेर आएका छौँ। अब यहाँ हाम्रो नेपालीहरू मात्र होइन, देश विदेशमा रहेका खैरेहरू समेत आउँछन्, कोरियनहरू। हामीलाई उल्टै सोध्छन् कि तपाईँहरू कहाँबाट आएको भनेर। हाम्रै देशमा एउटा लज्जास्पद। यहाँ हेर्नुहोस् जतै हिउँ। हामी हाम्रो ठाउँमा माटोको हिलो खेलाउँछ भनेदेखि यहाँ हिउँको हिलो हामी खेलाउन पाइरहेको छ। चिसो हेर्नुहोस् कस्तो मनमोहक रमाइलो आनन्दको ठाउँ। मलाई हेर्दै हुनुहुन्छ भनेदेखि सबैजना हेर्नुहोस् ताल ठुलो हेर्नुहोस् यही हो हेर्नु पर्ने लायक। हेर्नुहोस् यो हरियो निलो पानी, हेर्नुहोस् कति मजाको पानी छ। हेर्नुहोस् कति राम्रो ताल छ। कहिले गाढा नीलो, कहिले हरियो चल्को दिने यो ताल प्रकृतिको अद्भुत उपहार हो। यहाँ पुग्दा लाग्छ जस्तो कि हामी पृथ्वीमा होइन, कुनै स्वर्गीय स्थानमा आइपुगेका छौँ। ताल 4919 मिटरको उचाइमा रहेको छ। एकपल्ट अवश्य आउनु होला। विदेश घुम्नुभन्दा पहिले आफ्नै देशमा भएको यस्तो मनमोहक ताल हैन हेर्न एकपल्ट अवश्य आउनु होला। हामी यहाँ दाजुभाइ पुग्न गएका छौँ। बल्ल आइपुग्यो सागर भाइ हाम्रो तिलिचो ताल। यता हाम्रो रमणीय भाइ। हेलो तपाईहरु पनि आउनु होला है। हाम्रो आफ्नै देशको ताल पनि हेर्न पाइएन। यहाँ देश हिउँ पर्दैछ अलिअलि। चाइनिज, कोरियन, अमेरिकन, जर्मनी सबै आउँछन्। अमेरिकनहरू है हामी 2 शब्द जाओस् त भाइ। कहाँबाट के हो?
हामी चाहिँ अहिले काठमाडौँबाट आएको 3 दिन भइहाल्यो है। अब चाहिँ सबले यहाँ नेपालका मान्छेहरूले चाहिँ आएर यहाँ एक्सप्लोर गर्नु पर्यो। विदेशीहरूले भन्दा पनि नेपालीहरूले एक्सप्लोर अलि एक्सप्लोर गर्नु पर्यो है। कति विदेशीहरू थियो है, हामी चाहिँ हिँड्नै सक्दैनौँ है। अनि सस्तै पनि हुनु पर्यो, जिम पनि जानु पर्यो है। एकदम यहाँ मान्छेहरू 5,000 10,000 रुपियाँ तिर्नु भन्दा चाहिँ अलि हेल्थ यहाँ आएपछि तपाईँलाई थाहा हुन्छ कि तपाईँको हेल्थ कस्तो छ भनेर कि। त्यही भएर चाहिँ एकदम फिट एन्ड फाइन हुने। त्यही त यो च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला। तपाईँको सरको च्यानल हो ल, सब्सक्राइब गरिदिनु होला। ओके थ्याङ्क यू भाइ, थ्याङ्क यू मेरो नाम सुरज आगरी ब्लग हो। मेरो पनि च्यानल छ, युट्युब च्यानल। अनि यस्तो सिनियर मान्छे सुरज आगरी ब्लग छ। यस्तो सिनियर मान्छे यसरी भिडियो बनाउँदै हुनुहुन्छ, एकदम खुसी लागिरहेको छ। गुड किप गोइङ है। थ्याङ्क यू ल ठिक छ नि, राम्रो छ, आनन्द लागेको लागेको छ है। कस्तो होला के होला हरेस खाइसकेको थियौँ, त्यही सन्तासपूर्ण ऊ थियो, हरेस खाइसकेको थियौँ। तर चाहिँ हरेस खानु हुँदो रहेछ। बरु चरेस खानुपर्छ तर हरेस खानु हुँदैन अरे। र तल उहाँ एउटा घुम्ती छ, 22 घुम्ती, त्यो घुम्ती हेरेर पनि हरेस खाए जस्तो अनुभव चाहिँ भयो। तर घोडाको सारा लिएर हामी आइपुगेका छौँ। यो संसारकै ठुलो ताल भन्ने पनि खेबे त्यहाँ नै खेबे त हमरका खेबे ठुलो ताल हो यो, तिलोचो ताल। संसारकै हो। मनाङ जिल्लामा रहेको 19 कति हाइटमा छ हेर्नु, जति त्यति हिउँ सेतो उत्तर दक्षिण पूर्व सेतै सेतो छ हेर्नु। ऊ नेपालको झन्डा पनि हामीले यहाँ गाड्न सम्भव भएका छौँ हेर्नुहोस्। त्यसले गर्दाखेरि यो आउनुपर्ने ठाउँ हो, आउनुहोस्। यो भिडियो मार्फत ठाउँ ठाउँमा पुगोस्, किनकि हाम्रो देश नेपाल यस्तो मनमोहक रमाइलो छ भनेर हामी नेपाली भएर हामीलाई गर्व लागेको छ। विदेशी खैरेहरू आएर उठ्ने हामीलाई के सोध्छ भने तपाईँहरू कहाँबाट आएको, हाम्रै देशमा उनीहरू चाहिँ पुरानो भइसकेको छ, हामी चाहिँ नयाँ भएको छ। एउटा खैरीले हेलो 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 रमाइलो छ हेर्नुहोस्। तपाईँ खुवाउँ त पनि निस्किनुपर्छ नि। ताल भनेको यही ताल हो। तपाईँलाई अनि पानी यसको तालको पानी रहेको छ। वेदर अलिकति साथ दिनु थियो है। तिमीहरू निस्किँदै भन्दैछु निस्क्यौँ, अब जाउँ। अब भइसक्यो कहाँ पैसा नतिर्नु कहाँ दिन्छ त? पहिले पैसा तिर्ने हो अनि लिने हो। यो यात्रा सजिलो छैन, तर यहाँसम्म आइपुग्दा पाइने अनुभूति अमूल्य हुन्छ। यदि तपाईँ पनि प्रकृति प्रेमी हुनुहुन्छ भने एकपटक खङसारदेखि तिलिचो तालसम्मको यो यात्रा अवश्य गर्नुहोस्। ताल खुल्यो मौसम खुल्यो अलिअलि। हिउँ परेको बेला यस्तै हो है, घरि खुल्छ घरि अलिकति वेट गर्दाखेरि यहाँ ताल खुल्यो है। थोरै प्यासेन्स राख्यो भने जोस् राम्रो भ्यू पाउन सकिन्छ। तर त्यो थेग्न चाहिँ सक्नु पर्यो। ताली हेर्नु अहिले चाहिँ हेर्नु गजब देखिँदैछ। ल जाउँ, अब जाउँ। फर्किने बेलामा हाम्रो अवस्था नाजुक छ। यहाँ भोक लागेर, रुगा लागेर, रिङ्गटा लागेर सब बर्बाद छ। त्यही भएर हामीले बोकेको चिउरा भुजिया फर्किने क्रममा यो 22 घुम्ती क्रस गरेर हामी खाँदैछौँ। जोस् यतिले पनि धेरै एनर्जी दिनेछ। हाम्रो अवस्था यही हो।
हिमालमा पिकनिक हुँदैछ, त्यो पनि सुक्खा चिउरा भुजियाको, लसुन खर्सानी बोकिएन, अदुवा चाहिँ छ। तर डेन्जर ठाउँ हो, यो ठाउँमा चाहिँ खान नहुने हो। यहाँबाट पहिरो झर्न सक्छ, ढुङ्गाहरू झर्न सक्छ, धेरै स्केरी ठाउँ छ। तर यहाँ प्रेसर डाउन भएर मान्छेहरूको टाउको दुख्न थालेकोले ज्वाइँको अवस्था झन् नाजुक छ, टाउको दुख्दैछ। अब कोकले कतिको काम गर्ने हुन्, यहाँको लोकल्सको भनाइअनुसार कोकले काम गर्छ अरे राम्रै। आउने मान्छेले सल्लाह शब्द ल्या 2 शब्द आउने मान्छेलाई, नसक्ने मान्छेलाई भाडा लिनु। ल बिस्तारै आउनु होला। कला यस्तो कलाहरू अनि सक्नु भएन भने घोडाको सहारा रेड बुल बोक्नु। ए बिस्तारै हिँड्नु हामीसित लसुन पनि छ। अवश्य पुगिन्छ। अथवा अनिवार्य बोकेर आउनु। हिमाल देख्न पाइन्छ, अन्नपूर्ण हिमाल। अनि जहाँ लेक लागेको छ त्यो चाहिँ फर्केर आउँदा हुन्छ, हिम्मत नगरेर अगाडि नबढ्दा पनि हुन्छ। त्यस्तो ठाउँ छ, राम्रो ठाउँ छ। हामी त फर्केर आइसक्यौँ। भयो थकान आरावा छ कम्पनीले काम। चिसोले नै हो। चिसोले के होला, टाउको त एकदम दुखिरहेछ। यो 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 तपाईँले गल्ती कहाँ गर्नुभयो भने नि, निधार चाहिँ खुला राख्नुभयो क्या। त्यो क्याप लाएर हुँदैन, यस्तै खाले त्यो निधार छोप्ने गरी ढाको भने टाउको चिलाउँछ। हो, बरु चिलाओस्। ए मैले भयो मैले गर्मी म थेक्न सक्दिनँ, तर यहाँ हेर्नुहोस् यी 3वटा लाएर होइन, यसरी चिसोबाट बस्नु पर्यो। चिसोले चाहिँ धेरै गाह्रो हुन्छ। चिउरा भुजिया र लसुन टोक्दैछौँ, रमाइलो भएर साह्रै मिठो। इनर्जी आउँदैछ, ल गोली फुट्दैछ। भोकाको बेला पानी चाहिँ अनिवार्य बोक्नु। पानी अनिवार्य। माथि 250 रुपियाँ लिटर, एक बोतल पानीको 250 रुपियाँ परेको छ। यो माथिबाट हामी ल्याएको रुपियाँ है, तलैबाट बोकेर ल्याउनु होला। बेस क्याम्पमा कति? माथि हामी तिर्चो तालमा 250, 250, बेस काममा 150। 150 रुपियाँ अनिवार्य बोक्नु होला। अनि तिलो तालमा चाहिँ तातो पानी 1 कपको 150 रुपियाँ। हामी खायौँ, त्यसैले गर्दा टाउको दुखो फेरि त्यो गर्छ नि। हेलो नि ल चल वाउ है, हाम्रो गुड लक। होइन, ढिलो हिँड्नुको पनि फाइदा हुँदो रहेछ। ग्रुपै छ त यो है। ल तौ एकदम त्यो छिकी वाउ चढ्दैछ। ल ग्रुपै छ, पुरै चढ्दैछ।